हेलो गाइस, सबैलाई दर्शन नमस्ते। आज म गइरहेको छु हजुरहरूलाई एकदम पुरानो घरहरू र एकदम पहिलाको पुराना मान्छेहरू देखाउन गइरहेको छु। उनीहरूले कस्तो काम गर्थे, के गर्थे र कस्तो घरमा बस्थे भनेर गाइजहरू ल पत्रिका यसरी पढ्दै हुनुहुन्छ। यता दिदीभाइ खेलिरहनु भएको छ। यता चाहिँ हाम्रो झातो हो कि के भन्छ हो यसलाई नेपालीमा, होइन। झातो एकदम पिसिरहनु भएको छ, होइन। यसै गरी अनि टक्क, होइन, यता हाम्रो माटाको भाँडा बनाइरहनु भएको छ। पहिलाको मान्छेहरूले माटोको भाँडामा खाने, माटोको भाँडामा पकाउने गर्नुहुन्थ्यो, है। अनि त्यसै गरी यता चाहिँ सब्जीहरू बेच्ने कार्यक्रम भइरहेको रहेछ, है। पहिला मान्छेहरूले यसरी बेच्नु हुनु रहेछ पहिला, होइन। टक्क गुटुङटुङ लाएर अनि भिडियोलाई तपाईँहरू चाहिँ असलभरि लाइक कमेन्ट गर्नुहुन्न किन गाइज? यसो लाइक कमेन्ट पनि गर्नु पर्यो। लाइक कमेन्ट गर्नको लागि पैसा लाग्दैन हजुरहरूलाई, है। भन्दै यस्तै भिडियो हेर्नको लागि मलाई फलो गरिराख्नु होला गाइजहरू, है। पुरानो मान्छेहरू, एकदम पहिला धेरै पहिलाका मान्छेहरू यसरी बस्दा रहेछन्, यसरी मिलेर, होइन, सबैजना, है। अनि भन्दै यसरी टक्क यस्तो यी धामी झाँक्री पनि यस्तरी हुँदो रहेछ पहिला मान्छेहरू, होइन। अब बत्ती पनि नहुने, करेन्ट, होइन। टक्क लालटिन बालेर बस्नु हुनु रहेछ पहिलाका मान्छेहरू गाइजहरू ल। अनि यसै गरी गाइजहरू टक्क अनि यस्तो पुरानो घरहरू, यस्तो भ्यू हेर्नको लागि पहिला मान्छेले खेतीपाती यसरी गर्नुहुने रहेछ गाइज, होइन। भन्दै अनि टक्क खेतीपाती गरेको कस्तो लाग्यो तपाईँहरूलाई? धेरै पुरानो, धेरै पहिलाको घरहरू अनि धेरै पहिलाको, होइन, मान्छेहरू हो यहाँहरू, होइन। तर अब उहाँहरूको स्ट्याचु बनाउनु भएको रहेछ। यसरी लालटिन बालेर बस्नुहुन्थ्यो पहिलाको मान्छेहरू, आइरन यसरी गर्नुहुन्थ्यो कपडा, है, पहिला मान्छेहरूले। अनि यस्तो भाँडो अब के बनाउनु लाउनु भएको त्यो चाहिँ थाहा भएन, होइन। यस्तो गर्नुहुने रहेछ पहिलाको मान्छेहरूले। अनि त्यसै गरी गुटुङ टुङ लाएर यसरी अब बाहिर बस्नु भएको छ, होइन। केही काम गर्न लाउनु भएको छ। यता फेरि अब हाम्रो, होइन, हतियार बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो हतियार बनाउँदै हुनुहुन्छ टक्क दाजुहरूले, है। धेरै पहिला मान्छेहरूले यसरी बनाउनु हुनु रहेछ कि गाइजहरूलाई हेर्नु न राम्रोसँग, है। टक्क घरहरू पनि टक्क पुरानो घरहरू अनि टक्क यस्तै भिडियो हेर्नको लागि मलाई सम्झनु होला गाइजहरू। भन्दै यसरी टक्क हतियार बनाउँदै हुनुहुन्छ हाम्रो दाजुहरूले, होइन। अब दाजु त के भनौँ, है। अनि टक्क यसरी खाना बन्थ्यो माटोको भाँडामा पहिला, है, चुलामा। यसरी बस्थे मान्छेहरू, होइन। घर यस्तो लालटिन बालेर बस्दा रहेछन् पहिला। अनि टक्क माटोको भाँडामा घर यस्तो दामी छ, माटोको भाँडामा, माटोको चुलामा टक्क बनाइरहनु भएको छ हाम्रो आन्टीले खाना, है। अनि टक्क यतातिर पनि भ्यू हाल्नु पर्यो भनेर फेरि यतातिर नि देखाइदिइहालेँ। अनि केराको बुटहरू थुप्रै छ, है। यस्तो हुँदो रहेछ कि गाइज पहिला, है। पहिला